नमस्ते, मेरो नाम शान्ति सिलवाल हो। म रवि भवन बस्छु। मेरो उमेर चाहिँ 42 भयो। अनि म चाहिँ पसलमा काम गर्न स्टार्ट गरिरहेछ। आएर म सामानहरू मिलाउँछु अनि बिलिङहरू गर्न सिक्दैछु। अनि म एक्लैले पसल बस्न सक्ने आँट गरिरहेछु। नमस्ते, मेरो नाम सबिना तामाङ। म चाहिँ नैकापमा बस्छु। म अहिले चाहिँ 46 वर्षको भएँ। आजकल यहीँ पसल चलाएर बस्छु। नानी कलेज जान्छ अनि ऊ आएपछि उसले गर्छ। सानो बेलामा म एकदम छुच्ची चञ्चली अनि पढाइमा पनि राम्रै थियो। खेल फेरि केटाहरूसँगै पुरा खेल्ने के फुटबल गेम, त्यो भलिबल इधर उधर के सबै केटाहरूसँगसँगै खेल्ने। चुङ्गी एकदमै खेल्ने झन्। क्लास चलिरहेछ भने पनि त्यो खेलिराख्ने के सर नभएको बेलामा त खेलि नै राख्ने। सर आएर चुङ्गी खोलेछ भने खोसेर लानुहुन्छ नि त। सरलाई कुटेर हुन्छ कि लहाटेर हुन्छ कि कसरी हुन्छ चुङ्गी चाहिँ लिने के त्यस्तो जिद्दी थियो कि पहिला। दिन बित्नु त अब स्कुल गयो, साथीहरूसँग घुम्यो, त्यतिकै बित्थ्यो। गर्ने भन्ने कुरा त्यस्तो चाहिँ केही गरिराख्यो, त्यस्तो केही सोचेन। वनभोज खाने प्लान हुन्थ्यो सधैँ चामल चोरेर लाने वनभोज खाने। अब बिहे गरेर जान्छ अनि रमाइलो पैसा कमाउँछ भन्ने सोच मात्रै थियो। सुरुमा त अब त्यो एक्सिडेन्ट भएपछि त एकदम के मान्छे डिप्रेसनमै गएको हुन्छ नि त। अब एक्लै बस्ने साथीभाइ नि हुँदैन। अब कोही मान्छे नै आउँदैन कि त्यस्तो भएपछि। आफू पनि निस्किँदैन, अरू मान्छे पनि आउँदैन, साथीभाइ नै हुँदैन। मम्मी त्यो हस्पिटलमा जुन मैले देखेँ सबै हरेक कुराहरू मम्मी स्टार्टिङदेखि गएर अहिलेसम्मको त्यो बेला चाहिँ यतिसम्म हुन्छ मम्मी, यतिसम्म हिँड्न सक्नुहुन्छ भनेर मैले सोचेको पनि थिइनँ। किनकि पुरै ह्यान्ड जोइन्ट थियो अनि यो घाँटी पनि पुरै जोइन्ट थियो नि त। अनि त्यस्तो भएको मान्छे हाम्रो पढाइ पनि हुँदैन होला, अब मम्मी बाबा पनि साथमा हुनुहुन्न। अनि कस्तो लाग्थ्यो कि अरूहरूको फ्यामिली देख्दा र हाम्रो फ्यामिलीमा कस्तो लाग्थ्यो। अहिले चाहिँ त्यस्तो छैन। अहिले चाहिँ मम्मी भए सबै कुरा पुग्छ जस्तो लाग्छ है। पहिला मम्मीले चाहिँ यसो पसलमा कस्टमरहरूसँग बोल्दाखेरि चाहिँ नर्भस हुने के बोल्नुहुन्छ नि उहाँलाई पनि थाहा हुँदैन थियो कि त्यस्तो नर्भस हुनुहुन्थ्यो। अहिले चाहिँ त्यो कस्टमरसँग अलि धेरै कन्ट्याक्ट, धेरै बोल्ने पनि भएको हुनाले चाहिँ अहिले मम्मी नि एकदम मजाले बोल्नुहुन्छ। अहिले व्यापार पनि मजाले गर्नुहुन्छ। भोलेनाथ का आशीर्वाद बना रहे, आपका फसल अच्छा चले। जय हो जय हो। चांचू चाहिए? 2018मा चाहिँ म र मेरो साथीहरू मिलेर चाहिँ बर्न सर्भाइभर बच्चाहरूलाई हामीले एजुकेसन सपोर्ट दिइरहेको थियौँ। र हामीलाई के फिल भयो भने चाहिँ यसरी इन्फर्मली काम गर्नुभन्दा पनि एउटा अर्गनाइजेसन इस्टाब्लिस गरेर काम गर्दा चाहिँ अझ हामी बेसी काम गर्न पाउँछौँ। हाम्रो आफ्नो लिमिटेसन हुँदैन, हाम्रो आफ्नो तरिकाले काम गर्न सक्छौँ भनेर चाहिँ हामीले असितो नेपाल स्टार्ट गरेको हो। र हाम्रो मेन भनेको एजुकेसन सपोर्ट चाहिँ हाम्रो सर्भाइभरको छोराछोरीलाई दिने र प्लस हाम्रो मेन टार्गेट भनेको चाहिँ दिदीहरूलाई कसरी इकोनोमिकली एम्पावर गर्ने। किनभने इकोनोमिकली एम्पावर हुने बित्तिकै उहाँहरूमा कन्फिडेन्ट आउँछ होइन, उहाँहरू अगाडि बढ्न सक्छ भन्ने चाहिँ हाम्रो प्लान थियो। जब हामीले संस्था जोइन गऱ्यो नि, संस्थामा आबद्ध भइसकेपछि चाहिँ सबै साथी पनि भयो, माइती पनि भयो, परिवार पनि त्यो संस्था नै बने के। त्यस्तो हुँदै अनि फिल्डमा हिँड्न मतलब आँट आउने, फिल्डमा हिँड्ने भयो, बोल्ने भयो। पहिला त बोल्नु पनि डराउने, बोल्दै नबोल्ने, पुरै छोपेर हिँड्ने त्यस्तो थियो नि त। अनि अहिले चाहिँ त्यतिसम्म छैन। अहिले धेरै सक्षम भइसक्यो भनौँ न, त्यसको अगाडि बढिसक्यो के। असितो नेपाल त हाम्रो मामा घर जस्तो मम्मीहरूले माइती भन्नुहुन्छ नि। अब त्यहाँ सबैजना साथ दिनुहुन्छ है।
अनि सबैजना हामी एउटै खालको भएको भएर एकअर्काको दुःख पीडा बुझ्छौँ नि त, त्यही भएर मलाई चाहिँ अस्तित्व नेपाल चाहिँ एउटा मेरो मामा घर जस्तै लाग्छ। सबै कुरा सेयर गर्ने हुन्छ अनि त्यहाँबाट हामीलाई कति कुरामा साथ दिनुभएको छ। जस्तो अब मैले यो सिक्न पाएँ, मैले पसल गर्न सकेँ, त्यही भएर मलाई पढाइदिनु पनि भएको छ है। अनि त्यही भएर चाहिँ कस्तो खुसी लाग्छ। पहिला त हामीले मुखहरू पनि छोपेर हिँड्थ्यो नि, अब त्यहाँ गइसकेपछि त अब हामीले मुख छोप्नु पर्छ, यत्तिकै जताततै हिँड्ने हो। अहिले चाहिँ छोप्नुपर्छ भन्ने चाहिँ न, त पुरै मुख छोपेँ, आँखामा त देखाएँ। आफूलाई कहीँ जाने ठाउँ नहुँदा कोहीसँग केही दुःख सेयर गर्नु मन लाग्दाखेरि चाहिँ कहीँ जाने ठाउँ नहुँदा चाहिँ अस्तित्व छ जस्तो चाहिँ हुन्छ, त्यो भयो। अनि अब केही समस्याहरू पऱ्यो भने मलाई यो समस्या छ भनेर अस्तित्वसँग बाँड्न पाइन्छ, त्यही खुसी लाग्छ। अनि आफ्नै परिवार जस्तै लाग्छ कि अस्तित्व भनेको नै। बरु घरको मान्छे त्यति क्लोज छैन होला, घरको मान्छेहरूसँग त्यति दुःख सुख सेयर हुन्न होला, अस्तित्वमा आएपछि त फेरि बरु म्यामहरूसँग नभए नि यस्तो साथीमा पनि सेयर हुन्छ क्या। अनि एउटाको समस्या एउटाले सुनिदिन्छ, अर्कोको समस्या अर्कोले, अनि यो उसलाई त यस्तो समस्या रहेछ है भनेर पनि त त्यो सेयर भइसकेपछि त्यहाँबाट पनि सल्युसन निस्किँदो रहेछ क्या। हाम्रो त जे भने नि त्यही अस्तित्व नेपाल, जे दुःख परे नि जे परे भने। हामी चाहिँ अहिले मेनली स्ल्यास प्रोजेक्ट जसलाई चाहिँ एक्सन एडले सपोर्ट गरिरहनु भएको छ, त्यस अन्तर्गत चाहिँ फोकस भएर काम गरिरहेछौँ, जसमा हामी काठमाडौँ, नेपालगञ्ज र जनकपुर बेस्ड भएर काम गरिरहेछौँ। र हामीसँग चाहिँ अहिले 25+ सर्भाइभर्सहरू चाहिँ जोडिनु भएको छ थ्रु दिस प्रोजेक्ट। अनि हामी चाहिँ उहाँहरूलाई होलिस्टिक रूपमा चाहिँ सपोर्ट गरिरहेछौँ, फ्रम इमर्जेन्सी मेडिकल केयर टु काउन्सिलिङ सपोर्ट, साथसाथै उहाँहरूको फ्यामिली मेम्बर्सहरूलाई पनि काउन्सिलिङ सपोर्टहरू गरिरहेछौँ। सो वान अफ द मेजर फोकस अफ आवर प्रोजेक्ट इज उहाँहरूलाई चाहिँ इकोनोमिकली सस्टेन गर्नको लागि डिफ्रेन्ट स्किल बेस्ड ट्रेनिङ्सहरू गर्ने पनि हामी गरिरहेछौँ, जसमा वी हेभ प्रोभाइडेड क्यान्डल मेकिङ ट्रेनिङ, सोप मेकिङ ट्रेनिङ, डिफ्रेन्ट ह्यान्डिक्राफ्ट्स ट्रेनिङ। यो संस्थाले गरेर त हामी धेरै अगाडि बढेकै हो क्या। त्यो माथि हामीले धेरै ट्रेनिङहरू सिकिसक्यो नि त, त्यहाँबाट धेरै ट्रेनिङहरू पायो। अब मिटिङ सिटिङ नि भइरहेको हुन्छ, त्यो भएपछि अनि एकदम रमाइलो लाग्छ, आउनु मन लाग्छ। अनि ट्रेनिङमा पनि अब जाम हुन्छ, केही सिकौँ भन्ने हुन्छ, एकदम उत्सुकता हुन्छ क्या। ट्रेनिङ त मैले 7 वर्ष भइसक्यो ट्रेनिङ लिएको त, अस्तित्वबाट नै स्टार्ट भएको। सुरुमा एरिङबाट स्टार्ट गरेको, अनि एरिङबाट अनि म्याक्रोमी बनाइसक्यो, क्रोसियो सिकिसक्यो। अब म त पर्फेक्ट भइसक्यो नि त, ज्वेलरी मलाई पुरै आउँछ, म्याक्रोमी पनि हल्का त आइहाल्छ, आउँछ नै। अनि ब्रासलेट त म जति पिसको अर्डर दिए पनि बनाउन सक्छु, त्यति चाहिँ पर्फेक्ट भइसकेको छ ब्रासलेटमा चाहिँ। त्यो मम्मीहरूलाई ट्रेनिङ थियो, अनि म नि गएर सिक्दाखेरि त कस्तो रमाइलो लाग्यो। अनि रमाइलोको सोचमा लिएको थिएँ, रमाइलो गर्छु भनेर इयरिङहरू बनाउने भनेर बनाउँदा चाहिँ यसमै इन्ट्रेस्ट गयो। अरू के इयरिङहरू बनायो, त्यसपछि अरू कतिचोटि हामीले वर्कसप गऱ्यो नि त, इयरिङहरू बनाएर सिक्यो है। जति सिक्यो त्यति नै रमाइलो, त्यति नै इन्ट्रेस्ट लाग्यो। अनि क्यान्डल तालिम लिएछु, एरिङको म्याक्रोनी त्यो के भन्न नि आउँ, डोरीको त्यो कामहरू पनि सिक्न चाहिँ धेरै कामहरू सिकेको छ। अब गर्ने चाहिँ म क्यान्डल बनाउँछु। We have been able to support 10 of our survivors in नेपालगञ्ज, जनकपुर एन्ड काठमाडौँ, जहाँ चाहिँ उहाँहरूले अहिले आफ्नै पसलहरू खोलिरहनु भएको छ, सानो किराना पसल। कतिजनाले चाहिँ मसरुम खेती गरिरहनु भएको छ आफ्नै घरको एउटा सानो कोठामा। अनि कतिजनाले चाहिँ सोप बनाउनुहुन्छ, क्यान्डल बनाउनुहुन्छ, ब्रासलेट ज्वेलरीहरू बनाउनुहुन्छ, जुन चाहिँ हामी सेल गर्छौँ थ्रु आवर स्टोर इनारा बाई अस्तित्व। हामीले वी सपोर्ट आवर सर्भाइभर्स बाई प्रोभाइडिङ र मेटेरियल्स ट्रेनिङ, र उहाँहरूले बनाएर ल्याएपछि वी प्रोभाइड देम सर्टेन वेजेस डिपेन्डिङ अपन द एफोर्ट दे पुट इन, र हामी त्यसलाई चाहिँ हाम्रो पसलमा राख्छौँ। र त्यसपछि चाहिँ आफ्टर दोज प्रोडक्ट्स आर sold out, we again utilize the certain amount of the profit to purchase the raw materials and again give it back to the survivors.
अनि उहाँले चाहिँ त्यसरी नै एउटा चेन अफ साइकल चाहिँ भइरहेछ टु अर्न अनि टु प्रड्युस न्यू प्रडक्ट्सहरू अनि अहिले चाहिँ दिदीहरूले इभन दे हेभ नाउ स्टार्टेड डुइङ ट्रेनिङ्स फर अदर कस्टमर्स इन ब्रासलेट इयरिङ्सहरू बेसिक ट्रेनिङ्सहरू सो त्यो फर्ममा पनि सर्टेन अमाउन्ट अफ इन्कम चाहिँ जेनेरेट भइरहेको छ दिदीहरूलाई अनि दे आर डुइङ अन देयर ओन नसक्ने भन्ने कुरो केही हुँदैन आफूले चाह्यो भने जे पनि गर्न सकिन्छ अब कमाउनु पनि पर्यो बसेर हुँदैन अब हामी जस्तो पोल्या मान्छे कति होला कति लुकेर बसेको होला बाहिर निस्कौँ बाटोमा बस्नेले नि खाँदै रहेछ खाने नै हो रहेछ 2 छाक अब महलमा बस्नेले नै 2 छाक त खाने रहेछ नि जस्तो लाग्छ क्या अहिले चाहिँ के जीवन रहेछ र मान्छेलाई बाँच्नु नै ठुलो कुरो रहेछ क्या आफू निरोगी हुनु पर्यो आफू बाँच्नु पर्यो त्यही हो जस्तो लाग्छ क्या